पूर्व राजा लोकप्रिय छन् भने चुनाव लड्नुहोस्, आउनुहोस्, पार्टी खोल्नुहोस्, संविधानको बाटो समाउनुहोस्, संविधान अनुसार आउनुहोस्, आफू अगाडि सार्नुहोस् न। लोकप्रिय हुनुहुन्छ भने ठिक छ, चुनाव लड्न आउनुहोस् न। तपाईँलाई जहाँसुकै पनि चुनाव लड्न खुला छँदैछ नि। चुनाव लड्नुहोस्, पार्टी खोल्नुहोस्, खोलेकै छ त्यसलाई आफ्नो भन्नुहोस्। बेकारको तनाव बढाउने काम कसैले पनि गर्न नखोज्नुहोस्। संविधानको बाटोमा आउनुहोस्, लोकतन्त्रको बाटोमा आउनुहोस्। सबै समान छन् भन्ने कुरा मान्नुहोस्। सबैलाई अधिकार छ, सबै समान छन्। फेरि राजा भएर रैती बनाउँछु, फेरि 200 कति वर्ष 250 वर्ष फेरि खान्छु। सोझा घलेहरूलाई कुद्दै जाँदाखेरि झाडीमा लुकेर अगाडि गएकालाई त्यस बेला कुदेर जो पुग्छ लिगलिकोटमा उही राजा हुने थियो। छ्याम काटेर राजा राजतन्त्रको स्थापना गर्नेहरू। उहिलेदेखि यिनको जन्म, यिनको संस्थाको जन्म नै सुरु भएको षड्यन्त्रबाट, यो झाडीबाट, झाडीमा लुकेर षड्यन्त्रबाट। सकिन्छ भने घरेसँग कुदेर गएर जितेर अगाडि गएर कुद्नै त थियो नि, त कुद्नै थियो, कुदेर गएर राजा भगवा हुन्थ्यो नि। झाडीमा लुकेर त्यहाँबाट जो अगाडि आउँछ त्यसलाई छप काटेर अनि नजिकै कुदेर गएर आफू चाहिँ म आएँ, म राजा भएँ भनेर कुर्सीमा बस्ने। त्यसरी हत्याएको कुर्सी 250 वर्ष चल्यो। त्यही सम्झेको होला, झाडीबाट फुत्त निस्किएर आएर कुदेर गएर कुर्सीमा बस्नुमा। त्यो जमाना गए, कसैले त्यो जमाना छ भन्ने नसोचे हुन्छ। संवैधानिक र लोकतान्त्रिक बाटोबाट अगाडि बढ्नुहोस्, शान्तिपूर्ण बाटोबाट अगाडि बढ्नुहोस्, विधिको बाटोबाट अगाडि बढ्नुहोस्। बल्मी चाहिँ अराजकताको बाटोबाट, झाडीबाट निस्किएर उही कत्लेआमको बाटोबाट फेरि सिंहासनमा बस्छु भन्ने ठानेको छ भने नेपाली जनतालाई त्यो कुरा स्वीकार्य छैन भन्ने कुरा मैले अघि नै भनिसकेँ। अब मैले अहिले धेरै यता राजनीतिक कुरा गर्न खोजेका थिएन। मैले विकासको कुरा गर्दै विकास भाड्न खोज्ने तत्त्वहरू फेरि अनेक थरी तत्त्वहरू छन्। हामी विकासको काममा लाग्न चाहन्छौँ, उनीहरू फेरि खुट्टा समाउने, खुट्टा तान्ने, हात समाउने अनेक प्रकारका काम गर्छन्। यसैमा अलिकति चित्त बुझ्दैन। लोकतान्त्रिक विधिबाट आउन 84 मा चुनाव हुन्छ, थाहा छ होला नि त। अनि हामीलाई आऊ भनिराखेका छ जनताले। हामीलाई बोलाए भने हामी आइबक्सन्छौँ भन्ने कुरा छोडिदिनुहोस्। बोलाएको छ कि छैन 84 मा टेस्ट गर्नुहोस् न, आफै आउनुहोस्, टेस्ट गर्नुहोस् बोलाएको छ कि छैन। मधेसबाट लड्नुहुन्छ कि पहाडबाट लड्नुहुन्छ कि पूर्वबाट लड्नुहुन्छ कि पश्चिमबाट लड्नुहुन्छ कि कहाँबाट लड्नुहुन्छ, आउनुहोस्। बिना कसुर मान्छे मार्न पाउने, बिना कसुर मान्छे थुन्न पाउने, बिना कसुर मान्छेलाई कुट्न पाउने, मानव अधिकारको म भन्न नपाइने, अधिकारको भन्न नपाइने त्यही जमाना, अन्धकार युग, त्यही अर्ध राणा शासन फर्काउँछु भन्ठान्नु भएको छ। फेरि नेपाली जनताको चेतनाको स्तर धेरै माथि उठिसकेको छ। अरू पनि अराजकता मचाउनेहरूलाई म भन्न चाहन्छु, अराजकता बाटो होइन, अराजक ढङ्गले जाने होइन। संवैधानिक शान्तिपूर्ण ढङ्गले लोकतान्त्रिक प्रणाली अन्तर्गत त्यस परिपाटीबाट अगाडि बढ्न पाइन्छ। आउनुहोस्, सबै मिलेर देश बनाऊ, प्रतिस्पर्धा गरौँ, स्वस्थ संवैधानिक बाटोबाट प्रतिस्पर्धा गरौँ। जो पनि बन्न पाइन्छ। हामीले अब हामी भयौँ कसैलाई छिर्न दिँदैनौँ भनेको छैन। प्रतिस्पर्धा त हुन्छ त, आउनुहोस् न त, त्यो बाटोबाट आउनुहोस्, लोकतान्त्रिक अभ्यासबाट आउनुहोस्। सबैलाई बाटो खुला छ। यो जनताले बलिदानबाट स्थापना गरेको व्यवस्था हो। व्यवस्था परिवर्तन गर्नुपर्छ। कुन व्यवस्था ल्याउनुहुन्छ तपाईँ बताउनुहोस्। त्यो व्यवस्था परिवर्तन भनेको छ जनतालाई भ्रम दिएको छ। व्यवस्था परिवर्तन भयो, अवस्था परिवर्तन भएन भनेर भ्रम पारेको छ। अवस्था किन परिवर्तन भएन? यस्तो मिल यस ठाउँमा, यस्ता गाउँमा यस्ता मिल हुन्थे पहिले, यस गाउँका महिलाहरूले यस्ता मिलहरूमा काम गर्न पाउँथे पहिले।
राष्ट्रिय अर्थतन्त्रलाई सकारात्मक योगदान गर्ने उद्योगहरू यस्ता गाउँमा आएर स्थापना हुन्थे पहिले अवस्थामा परिवर्तन भएको छ। Spend a day with me as a rental property owner of over 100 units and how Apartments.com makes it super easy to manage them. First, I wake up and hit the gym. My tenants pay directly on Apartments.com, so I check who's paid and who's late. After that, I hang with